दर्शकवृन्दहरू, आज हजुरहरूलाई मैले यो उहाँलाई देखाइसकेको छु। आपत पर्दाखेरि हामीले दुःख परेका व्यक्तिलाई हामीले नहेरे कले हेर्ने, कसैले जति सक्नुहुन्छ यो कर होइन, नसकेपछि स्वास्थ्य लाभको कामना दिनुहोला। हामीलाई आपत पर्दाखेरि अर्काले हेर्छ, अर्कालाई आपत पर्दा हामीले हेर्ने, यो हामी 2 दिनका धरतीका पाहुनाहरू हौँ। भोलि हामी मरेर जानेहरू, केही लानु छैन संसारबाट, जस्तो आएको त्यस्तै हो। फेरि सहयोग गर्नु भन्दा घरको घरै बेचेर, घरको धुरी खाने नै बेचेर गर्नु भने होइन। आफूले यसो चिया खाने खर्च कति छ मिलाएर गर्ने भन्ने कुरा गरेर हामीले गरेका हौँ। त्यस कारणले गर्दाखेरि आज कालीकोट राजकोट नगरपालिका वडा नम्बर 8 वडा नम्बर 8 अहिले टोखा 2 मा बस्दै आउनुभएका हाम्रो टिकाराज उपाध्याय बराल सरको श्रीमती जर्मा अधिकारी बराल हुनुहुन्छ, बाबु किरण प्रसाद बराल अहिले बालकान्ति हस्पिटलमा सानो बाबुको उपचार भइराखेको छ। 23 गते मङ्सिर 23 गते बिहान लगभग 4-5 बजेतिर आगो लागेको भन्ने कुरा भएको छ। तुलसी नेपाल सरले 4-4:30 बजे भन्नुभयो, अनि टिकाराज सरले 5 बजे भन्नुभयो। तर उहाँले आधा घण्टापछि पनि थाहा पाउन सक्नुभएको हुनसक्छ। टिकाराज सरको सही भनेअनुसार आगो लागि भएर उहाँको पनि जल्नुमा अहिले अलिअलि हेर्न लायक भएको छ। अनुहार मैले त फेसबुकमा हालेको थिएँ, तपाईँले देखिसक्नु भएको छ। त्यस्तो छ र घर पनि जल्यो, घर पनि खरानी। गाई गोठ थियो, यसो टाकाटुक्का यसो बच्चा बच्चीलाई बनाएर यसो खाम्ला भन्ने हिसाबले पनि गाईको गोठ पनि जलेर खरानी है। तपाईँहरू 2 बजे गएर अनुगमन पनि गर्न सक्नुहुन्छ, नत्र भने मैले तपाईँहरूलाई त्यो फोटोमा हालेको थिएँ। र अहिले उहाँहरूको अवस्था साह्रै गाह्रो भएको छ। त्यही भएर मैले के सोचेँ भने उहाँहरूलाई पर्दाखेरि हामीले सेवा गरेनौँ भने भोलि अप्ठ्यारो पर्छ भन्ने उद्देश्यका साथ हामीले एउटा आफ्नै आत्मदेखि, उहाँले भन्नु त भएको थिएन, हामीले उहाँहरूको हरिबिजो देख्यौँ। तुलसी सरले मलाई आह्वान गर्नुभयो, तुलसी सरको अरू पनि आगो लागिरहेको, सर मलाई भन्दा पनि उहाँलाई गरौँ, मलाई गरौँ, ठिकै छ गरिहाल्नु भन्नुभयो। तुलसी नेपाल सर अघि आउनु भएको थियो, अहिले पनि आउनु छ। उहाँले भनिसकेपछि उहाँहरूको सहयोगको कार्यक्रम आज राखेको हो। जसले जति सक्नुहुन्छ, हे भगवान्, सबैभन्दा ठुलो संसारमा धर्म भनेको जो पीडामा परेका छन्, जो आपतमा परेका छन्, तिनीहरूको सेवा गर्न सकियो भने त्योभन्दा ठुलो केही हुँदैन। नसक्नेले स्वास्थ्य लाभको कामना दिनु होला, अझै राम्रो होस् भन्ने आशीर्वाद दिनु होला, सकिने जति सक्नुहुन्छ। फेरि यति नै भने हामी तोक्ने काम हुँदैन, किनभने भोलि आपत हाम्रा कोल्टा पनि आउने। हिजो उहाँले पहिला सहयोग गरिराख्नु भएको थियो, उहाँले पनि धेरै नै सहयोग गर्नुभएको, समाजसेवी व्यक्ति हो उहाँ पनि। आज आफ्नै घर परौँ होइन, त्यस कारणले गर्दाखेरि हामीले सेवा गर्नुपर्छ भन्ने उद्देश्यका साथ आज भनेका छौँ। र यो जतिले धेरै धेरै धन्यवाद छ। आज विशेष गरेर तपाईँले जति सक्नुभयो। नमुनाले के भन्छ भने हामीले एउटा अभियान चलाउने हो। हाम्रो संस्थामा पनि 1 रुपैयाँ छैन, तपाईँले बुझ्नु भएको छ। किनभने यो एउटा सहयोग गर्ने वातावरण मात्रै गराएको हो। हजुर, हाम्रो ठुलो त्यत्रो बजेट भएको संस्था पनि होइन। तपाईँले दिएको 2-4 रुपैयाँ मैले हामी सबैले गरेर यो चाहिँ संस्थाहरूसँग बचाइराखेका छौँ, भर्खर धुधुकी गर्दा है त। त्यो भएर आज विशेष गरेर कालीकोटका बिरामी यो मङ्सिर 23 गते आगो लागिबाट उहाँहरू साह्रै पीडित हुनुभएको थियो। घरगोठ पनि जल्यो। त्यसपछि उहाँको श्रीमती पनि यस्तो गर्नुभएको छ भने बाबुलाई चाहिँ बालकान्ति हस्पिटलमा उपचारमा राखिएको छ। उहाँहरूको दुःख भनेको हाम्रो दुःख हो। त्यही दुःख सम्झेर तपाईँहरूलाई मैले आह्वान गरेको थिएँ। आह्वानमा जसले जति लिनुभयो तपाईँहरू सबैलाई हृदयदेखि धन्यवाद छ। पैसा दिएन कि भन्ने होइन, तपाईँले आशीर्वाद दिनु पनि ठुलो कुरो। यहाँ उपस्थिति भइदिनु, चाली पड्काइदिनु, गाइदिनु पनि तपाईँ ठुलो सहयोग गर्नु। सहयोग भने पैसा मात्रै सम्झनुहुन्न, मेरो आग्रह छ। तपाईँले जति गर्नुभयो धन्यवाद छ। तपाईँले नै गर्दा करिब हामीले 33-34 लाख त सहयोग गऱ्यौँ। तपाईँहरूकै हातबाट आएको सहयोग हामीले 33-34 लाख नमुनाबाट गऱ्यौँ होइन। त्यो भएर तपाईँहरूले गरेको यो योगदानप्रति मेरो तपाईँलाई हृदयदेखि धन्यवाद छ। र आज तपाईँले सहयोग गरेकोमा नाम लिस्ट जस्ताको तस्तै बनाइदिन्छु। एउटा नमुना भन्ने छ, हाम्रो 2 शीर्षक चाहिँ प्राप्त गरौँ, नौकरी प्राप्त गरौँ भन्ने उद्देश्य गर्नुभएको छ। र समाजसेवी व्यक्तित्व आदरणीय राजु बगाले सरको तर्फबाट बिरामीका लागि रु 505 रुपियाँ, स्टुडियोलाई 200 प्रदान गर्नुभएको छ। सेबुवा यस नमुना कार्यक्रम नेपालका अभिभावक कलाकार व्यक्तित्व हुनुहुन्छ, उहाँले बिरामीलाई 200, स्टुडियोलाई 300 भन्नुभएको छ। त्यसै गरेर अर्का यसै नमुनाका अभिभावक कलाकार हुन्छ कृष्ण प्रसाद ढुङ्गेरा बुवा हुनुहुन्छ, उहाँ ट्याक्कलाएर उहाँको तर्फबाट बिरामीलाई 300 र स्टुडियोलाई 200 प्रदान गर्नुभएको छ।
नमुना कार्यक्रम नेपालकी सक्रिय सदस्य तथा कलाकार लक्ष्मी बस्नेत बहिनी सधैँभरि धेरै सहयोग गर्ने व्यक्तित्व हुनुहुन्छ। 500 बिरामी 500 स्टुडियोलाई भन्नुभएको छ। उहाँ आफू नआउँदा पनि सहयोग पठाइरहनुहुन्छ, त्यस्तो मान्छे हुनुहुन्छ। त्यसै गरेर राम केपी सर आदरणीय व्यक्तित्व हुनुहुन्छ यस नमुना कार्यक्रमका। बलबोल कहाँ बोले कुन रामसरले हाम्रो अझ हाल्ने क्रमरहेको छ। यसै नमुनाका सक्रिय सदस्य तथा कलाकार हुन्छ 110 रुपियाँ बिरामीका लागि। र पर्का विकास विश्वकर्मा जी हुनुहुन्छ, उहाँले कता जानुभयो, उहाँको तर्फबाट पनि बिरामीका लागि 115 प्रदान भएको छ। र यसै गरेर पुरुषोत्तम देउपाने र पुरुषोत्तम पौडेल र केशव पौडेल सर अघि कता जानुभयो, उहाँहरू हुनुहुन्छ। उहाँहरू चाहिँ राष्ट्रिय सङ्गीतकर्मी सङ्घका सल्लाहकार हुनुहुँदो रहेछ रामेछाप जिल्लाबाट। बिरामीका लागि रु 500 र स्टुडियोको लागि रु 500 प्रदान गर्नुभएको छ। र नमुना कार्यक्रम टिम अभिभावक आउँछु उत्तरबाट बिरामीका लागि 250, स्टुडियोको लागि गोप्यदान भन्नुभएको छ। त्यहाँ कति छ? 750 हो। रमेश कार्की र रोमा कार्की हुनुहुन्छ, उहाँहरू कता जानुभयो, उहाँहरू दुवैजना दम्पतिले गोदावरीबाट आएर 255 बिरामी 255 स्टुडियोलाई भन्नुभएको छ, उहाँले पठाउनु भएको छ। र यसै गरेर गोप्यदानका रूपमा बिरामीलाई 100 र स्टुडियोलाई 100 रुपियाँ प्रदान गर्नुभएको छ। अघि भर्खर गाउनुहुने हाम्रो गङ्गा सुनवार दिदी कता हुनुहुन्छ, गङ्गा सुनवार दिदीको तर्फबाट 100 स्टुडियो र 100 बिरामी र 300 स्टुडियोलाई प्रदान गर्नुभएको छ। मखमली गौतम दिदीको तर्फबाट 305 रुपियाँ बिरामी र 200 स्टुडियोलाई प्रदान गर्नुभएको छ। राजेश परियार दाई नमुनाका कलाकार व्यक्तित्व हुनुहुन्छ, उहाँको तर्फबाट बिरामीलाई 300 र स्टुडियोलाई 200 प्रदान गर्नुभएको छ। ऋषिराम गौतम सरको तर्फबाट 400 चाहिँ बिरामीलाई र स्टुडियोलाई 200 प्रदान गर्नुभएको छ। अनिल सापकोटा मामा यसै नमुनाका साथै सहयोगी व्यक्तित्व हुनुहुन्छ, मामा उपर बस्नु भएको छ। मामाको तर्फबाट 400 चाहिँ बिरामी र 200 स्टुडियोलाई भनेर सहयोग गर्नुभएको छ। राधिका त्रिपाठी दिदीको तर्फबाट नमुनाकी सक्रिय सदस्य तथा कलाकार दिदीको तर्फबाट 150 बिरामी, ठिक छ? 150 आदरणीय व्यक्तित्व गुणराज रायमेजी सरको तर्फबाट बिरामीका लागि रु 1000 प्रदान भएको छ। र जम्मा जम्मी बिरामीलाई 5340 उठेको छ। हजुरलाई जस्ताको तस्तै भनिदिन्छौँ। र यसै गरेर अब प्रशासन पनि चल्न पर्यो, प्रशासन बिना त फेरि बिरामीले काँडा सहयोग गर्ने भनेर हाम्रो जात छिमेकीको तर्फबाट यो प्रशासनको लागि छुट्टै पठाउनु भएको छ। हाम्रो निर्माता विनोद खत्री सरको तर्फबाट रु 1050 प्रदान भएको छ। र कलाकार हाम्रो तारा आचार्य दिदीको तर्फबाट 500 स्टुडियोको लागि प्राप्त भएको छ। कलाकार कमला भुजेल दिदीको तर्फबाट 500 भन्नुभएको छ। र जम्मा रकम यो नमुना सांस्कृतिक डबलीको लागि उहाँहरूले 2050 प्रदान प्लस यहाँको 3000 गरेर 5005 रुपियाँ स्टुडियोको लागि उठाउनु भएको छ भने अरू सबै लाएर 5340 रुपियाँ हाम्रो चाहिँ बिरामीका लागि सहयोग उठेको छ। जसले जति सहयोग गर्नुभयो उहाँलाई यो पैसा तपाईँहरूलाई आशीर्वाद सम्झेर राख्नु होला। अब थोरै धेरै भन्दा पनि हामीले एउटा अभियान मात्रै चलाएको हो होइन, चाहिँ यसरी राख्नुलाई कति छ 1 2 3 4 5 1 2 यो रकम छ। हाम्रा यसै नमुना कार्यक्रम नेपालका अभिभावक आदरणीय बुवा खेम बुवाको हातबाट बिरामीलाई हस्तान्तरण गरिदिनु। दर्शकवृन्दहरू, उहाँको लागि विशेष गरेर सबैले सहयोग स्वरूप सबैले कहिले 100, कहिले 500, कहिले 200, कहिले 50, कहिले 1000 गरेर बिरामीका लागि हामीले 5340 रुपियाँ उठाएका छौँ। यो पैसो नमुनाका अभिभावक कलाकार आदरणीय बुवा खेम नेपाली बुवालाई बुवाको हातबाट बिरामीको हातमा हस्तान्तरण जोरदार तालीले सम्मान केही कुरा राखिदिनु हुनका लागि म बिरामीसँग विनम्र अनुरोध गर्न चाहन्छु। दिन पाउँछु है। अनि के अरे हामीले पहिल्यैदेखि दुःखै गरेर आएको मान्छे हो। सानो बच्चा
सुत्केरी हुँदाखेरि त्यो जेठो बाबु हुँदाखेरि म 3 दिनमा सुत्केरी भएको मान्छे बाहिर निस्केको है। त्यस्तो गरेर दुःख गरेर खाएको मान्छे दुःख गरेर अहिले दुःख गर्दै आएको 7 वर्ष भयो। 7 वर्ष भयो बाबुलाई सुकाएर अनि 1-2वटा गाई पाल्दै अनि त्यस्तै गरेर 6वटा गाई पुगेको थियो। अनि गोठमा गाई दुहुन बसेका थियौँ। एक्कासी तार सर्ट भएर बाबुको बिस्तारामा गएछ। अनि त्यस्तै गरेर उता जाँदा त यसो गर्दा गाई तर्स्दाखेरि उतादेखि आएँ के भयो भन्दा त केही छैन। अनि उता दुगुरेर बाबुलाई लिन जाँदा त बाबु केही पनि छैन। अनि बाबुले सबै लुगाले छोपेर बाबु उड्न नसकेको रहेछ। अब के गर्नु त, अब आफू पनि मरे पनि मर्छु भनेर बाबुलाई बचाउ। दर्शकवृन्दहरू, बिरामीको गहभरि आँसु छ। हुन त हामीले दिएको यो रकमले हुन त केही हुन्न, तैपनि अरू त्यस्ता व्यक्तिहरूले पनि आज मेरो भाइको घरमा समस्या परेको छ, आज मेरो परिवारको नजिकै छिमेकीमा समस्या परेछ भनेर मानवीय भाव भएका व्यक्तिहरूले सहयोग गरौँ है भन्ने हिसाबले हामीले एउटा सानो एउटा संस्कार स्वरूप नै उहाँहरूलाई जसले जति सक्नुभयो दिनुभयो। उहाँहरूलाई धेरै धन्यवाद छ। कति पीडा होला, काठमाडौँको त्यो बसाइ त्यस्तै छ। छोराको अवस्था बालकान्ति हस्पिटलमा के हुने हो त्यो पनि थाहा छैन। त्यस्तो गम्भीर घाइते हुनुहुन्छ। आफू त बल्ल बल्ल बाँचियो, त्यो छोराको अवस्था के हुने हो, घरबार जलेर खरानी भएको छ। आज कति मलाई पीडा छ भनेर गहभरि आँसु झार्नु भएको छ। यति पीडा होला, साँच्चीकै हामी भएको भए त हामी होसमै हुन्थ्यौँ न होला। तर पनि उहाँहरू यति पीडा थपेर आउनु भएको छ। भगवान्ले किन यसो गरेका होलान्? उहाँ पनि अरू पीडितलाई सहयोग गर्नुहुन्थ्यो। हाम्रो टिकाराज सरले कोही आपदमा परेका व्यक्तिहरूलाई गाह्रो पर्न बित्तिकै उहाँले सहयोग गर्ने व्यक्ति आज आफ्नै घरमा यस्तो हुँदाखेरि कति पीडा होला। त्यही भएर संसारभरिबाट तपाईँहरूले हेर्नु भएको छ भने आज उहाँलाई आपद परेको भोलि हामीलाई पनि पर्छ भन्ने उद्देश्यका साथ जसले जति जति अहिले सहयोग गर्नुभयो तपाईँलाई धन्यवाद छ। अझै पनि तपाईँको कनेक्सनमा कोही हुनुहुन्छ भने उहाँको नम्बर लगाएर तपाईँले सहयोग गर्न सक्नुहुनेछ। दर्शकवृन्दहरू, हाम्रा कालीकोट राजकोटका व्यक्तित्व टिकाराज बराल उपाध्याय सर र उहाँको धर्मपत्नी जर्मा अधिकारी बराल र सुपुत्र ज्येष्ठ सुपुत्र 6 वर्षको अहिले बालकान्तिमा हुनुहुन्छ। उहाँ जलेर गम्भीर घाइते हुनुहुन्छ। तपाईँहरूले संसारभरिबाट यो नमुना कार्यक्रम हेरेर बस्नुभएका देश तथा विदेशमा बस्नुभएका दाजुभाइ दिदीबहिनीहरूले उहाँको सम्पर्क नम्बर 98 68 96 48 87 मा फेरि पनि सुन्नुहोला। 98 68 96 48 र 87 मा सम्पर्क गरेर उहाँलाई सहयोग गर्नका लागि पनि म तपाईँलाई विनम्र अनुरोध गर्न चाहन्छु। र गाह्रो नमान्नुहोस्, हाम्रो प्रोसेसबाट यहाँ धेरै मान्छे हुनुहुन्छ। तपाईँका लागि हामी छौँ। तुलसी सर हुनुहुन्छ, बिचरा उहाँको घर पनि जलेको छ। मलाई त अलिअलि भइहाल्ला, तैपनि उहाँलाई हेर्न पऱ्यो, मेरो गोतियार भाइलाई हेर्न पऱ्यो, त्यसपछि अरूलाई हेरौँला भनेर तुलसी सरले मलाई अस्ति यो आग्रह गर्नुभएको थियो। तुलसी सरको पनि त्यस्तै भएको हो। 4-5वटा कति 3-4वटा घर जले होइन, 3-4वटा घर जले। त्यहाँ उहाँको रुवावासी छ। हाम्रो गायिका शान्ति घरती दिदीको तर्फबाट अब तपाईँहरूले दिने भए चाहिँ यसरी दिँदा नि हुन्छ, केही फरक पर्दैन। त्यो भगवान्ले लेखेको हुन्छ नि लिस्ट, यहाँ आएको मात्रै मैले। र यसै गरेर आजको कार्यक्रम कस्तो लाग्यो केही सल्लाह सुझाव दिनका लागि मेरा प्रिय मित्र आदरणीय व्यक्तित्व सन्तोष दवाडी सरलाई विनम्र अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद छ। नमुनाका आदरणीय सम्मानित व्यक्तित्व हाम्रो अत्यन्तै स्मरणीय व्यक्तित्व चुडाबडी भण्डारी मेरो प्रिय व्यक्तिप्रति सम्मान छ र यो कार्य अत्यन्तै खुसी र अत्यन्तै हर्ष्य र अत्यन्तै गौरव लाग्यो। किनकि म आफै पनि कलाकार भए हिसाबले मलाई चाहिँ कता कता लागिरहेको छ यो कार्यक्रम दोस्रो इन्द्रणी जस्तै लागिरहेको छ। यो कार्यक्रमलाई र कलाकार हो, कलाकारको जिन्दगी यहाँहरू सबैलाई अवगतै छ। म सन्तोष दवाडी, घर गोर्खा, पेसाले लोकदोरी गायक, युट्युबमा पनि हेर्न सक्नुहुन्छ। र मैले पनि यस्ता दिनदुखीलाई धेरै सहयोग गरिरहेको छु। गोर्खा जिल्ला आरुघाट गाउँपालिका साबिकको वडा नम्बर 7 गेलुन निवासी हाम्रो अर्जुन सुर्खेती हुनुहुन्छ, जो 7 वर्षदेखि निरन्तर दुवै मृगलाई ड्यामेज भएर वीर अस्पतालमा सोमबार र बिहिबार डायलिसिस गरिरहनु भयो र प्रत्यक्ष रूपमा मसँग जोडिनु भएर उहाँ स्वयं यही हुनुहुन्छ, सोध्न सक्नुहुन्छ।
मैले चाहिँ विभिन्न सङ्घ संस्था दात्री निकायहरू विभिन्न ठाउँमा गएर दोहोरी प्रतिष्ठान लगायत धेरै ठाउँमा प्रत्यक्ष अप्रत्यक्ष यस्तै सहकारी संस्थाहरू ट्राभलहरू विभिन्न ठाउँमा चाहिँ उहाँलाई प्रत्यक्ष रूपमा सहयोग गरिरहेको छु। निकटतम नजिकबाट स्टेज कार्यक्रमतिरबाट हरेक ठाउँमा सहयोग गरिरहेको छु। र सँगै हाम्रो के अरे उहाँको सुगना टिकराज सरको अवस्था देखा अत्यन्तै दयनीय र अत्यन्तै मेरो मन हृदय अत्यन्तै छोएको छ। किनकि म पनि यस्तै दुखी पीडित ठाउँबाट उत्पन्न भएको मान्छे हो र दुःख पीडा भन्ने कुरा अघि नै हजुरले भनिसक्यो। यो म अहिले सुखमा छु, मलाई अहिले गाह्रो हिँडेको छु अथवा मसँग धन सम्पत्ति छ, म कसँग कार छ भनेर घमण्ड कसैले नगर्नुहोस्। किनकि मान्छेको जिन्दगी भनेको कर्कलाको पानी जस्तै हो, आज छ त भोलि छैन। जब रोग लाग्छ नि केही पनि रहँदैन। मैले धेरैको केसहरू देखेको छु, हजुरको करोडपति लाखौँपति अरबपति भए चाहिँ रोडमा आएर मागिरहेको देखेको छु। त्यस कारणले उहाँको जस्तै पीडा, अर्जुनजीको जस्तै पीडा लगायत धेरैको पीडा हुन्छ। हाम्रो धन छैन, हामीसँग मन छ र मैले पनि प्रत्यक्ष रूपमा यहाँ जस्तै बिरामीलाई सहयोग गरिरहेको छु। आगामी दिनमा अर्जुन सुर्खेतीजीलाई पनि यहाँले सहयोग गरिदिनु होला। कपुरधाम उहाँको अवस्था पनि धेरै नाजुक छ, अत्यन्तै म बिरामीलाई छटपटाइरहेको छु। सर धेरै दिन भयो मलाई तरकारी खाने समेत पैसा छैन भनिरहनु भएको छ यहाँ आउँदा पनि। अबको केसमा हजुरहरूले पनि सहयोग गरिदिनु होला। र उहाँलाई पनि हाम्रो सरिताजीको केसमा पनि मैले सक्ने सहयोगमा मैले व्यक्तिगत रूपमा नभइकन सङ्घ संस्था र मैले भनेर लाग्ने गोर्खाका आदरणीय सम्मानित दाइहरूलाई भनेर लाग्ने ठाउँमा मैले गर्ने सहयोग यहाँलाई पूर्ण रूपमा कुनै पनि कदम पछाडि नहटिकन सहयोग गर्ने छ। यहाँलाई गीत गाएर हुन्छ कि अथवा केही भनेर हुन्छ कि पूर्ण रूपमा सहयोग गर्ने छु। र यो नमुना भनेको एउटा व्यक्तिको चुडामणिजीको मात्रै होइन, यो हाम्रो हो, यो हाम्रो संस्था हो। यस्तै दुखी पीडितलाई पक्कै पनि सपोर्ट गर्नेछौँ। र सन्तोष हुँदाबाटले गीत गाएर हुन्छ कि प्रत्यक्ष रूपमा 2-4 पैसा दिएर हुन्छ कि कसैलाई भनेर हुन्छ। आज पनि रहनेछ, भोलि पनि हुनेछ र बाँचुन्जेल यहाँको साथमा सधैँभरि रहनुहुन्छ भित्र। यहाँलाई धेरै धेरै धन्यवाद। मेरो मित्र सन्तोष दवाडी सर असाध्यै मन सफा र सुन्दर भएको व्यक्तित्व हुनुहुन्छ। सम्मान छ। अर्जुनजीको केसमा यहाँभन्दा अगाडि म भएको थियो, बिचमा मेरो बिहे भयो, फेरि यताउता गइयो। बिहेको कारणले गर्दाखेरि गराउनु भएको छ। बिहेका कारणले गर्दाखेरि म पनि अब घर आएछु, टाकटुको फेरि लाग्यो। दर्शकवृन्दहरू, सन्तोष दवाडी सर अब यसै नमुना कार्यक्रममा भित्र जोडिएर काम गर्ने एउटा जमर्को गर्नुभएको छ। एकदम उहाँलाई धेरै सम्मान छ। अब हामी उहाँलाई दिन्छौँ। हुन त हाम्रो लागि नमुनाको कुनै त्यस्तो युनिक केही पनि छैन, सबै नै हो। तैपनि अब यो कार्य समितिभित्र बसेर सन्तोष सर अनि शान्ति दिदीलाई र यहाँहरू जति पनि थोरै जोडीहरू जति पनि आउनु भएको छ, आदरणीय बुवा आमाहरू, दिदीबहिनीहरू, भाउजूहरू, समकालीन साथीहरू, सबैलाई अग्रह के गर्न चाहन्छु भने मेरो प्रत्यक्ष सन्तोष दवाडी अफिसियल युट्युब पनि छ, फेसबुक पनि छ। र यहाँको छर छिमेकमा वरिपरि आवले जलेको मृगौला पीडित जति पनि पीडामा हुन्छ नि, त्यसको लागि मेरो फेसबुक अथवा मसँग प्रत्यक्ष रूपमा जोड्नु होला। दुःख सुख धेरै थोरै प्रत्यक्ष रूपमा मैले सहयोग पक्कै गर्नेछु। गीत गाएर हुन्छ यदि मैले प्रत्यक्ष सहयोग गर्न सकिनँ भने मैले गीत गाएर भने सहयोग गर्छु। यो ढुक्क धेरै धेरै धन्यवाद छ। मेरो कृष्ण बुवा, खेम बुवा, अनि यता हाम्रो जात सिरियलका टिमहरू, सम्पूर्ण टिम, अनि हाम्रो सपनाको नेपाल संस्थाका संस्थापक अध्यक्ष कृष्ण कुमारी छेत्री दिदीको टिम, अनि जति पनि आउनु भएको छ, अनिल सापकोटा मामा लगायत, अनि यता तुलसी सर लगायत सबैलाई, अनि ऋषिराम गौतम सर लगायतको सबै टिमलाई सम्मान छ। र हाम्रो टिकाराज बराल सरको उहाँको चाहिँ स्वास्थ्य लाभको कामना, बाबुलाई पनि सन्चो होस् र सबैले चाहिँ सहयोग गरिदिनु होला भन्न चाहन्छु। बाबुको उपचार अहिले बालकान्ति हस्पिटलमा छ, त्यहाँ भइराखेको छ। म कार्यक्रम सञ्चालक चुनावडी भण्डारी, नमुनाको होल टिम र नमुना कार्यक्रम नेपालका संस्थापक सचिव दिपु रिजाल भाइ, व्यवस्थापक जय सापकोटा, कुमार भण्डारी दाई, अनि जमुना गौतम दिदी लगायत यता राधिका दिदी, लक्ष्मी दिदी होइन, अनि सबैलाई हृदयदेखि धन्यवाद दिँदै ध्रुव सर, यता राजु बगाले सर लगायत मेरो वरिष्ठ सल्लाहकार ईश्वर भण्डारी दाई, उहाँ त नमुनाको एउटा खम्बा नै हो, र सन्तोष सर, कृष्ण बुवा, शान्ति दिदीलाई धन्यवाद छ, सुनिता भाउजू होइन, उहाँ दिदीहरू सबैलाई, मेनुजीलाई, मेरो भाइ अर्पण भाइ, अनि यता चित्र भाइ, अर्जुन भाइ लगायत यता हाम्रो राजेश भाइ लगायत हरिशलाई अन्तिममा ट्याक्क भगवानको नाम सम्झेर बिदा हुन चाहन्छु। नमस्ते।